क्लासिफाई गर्दाखेरि चाहिँ एउटा होइन कि तीनटा बेसिसहरू छन्, कर्नल स्ट्रक्चर, ब्रान्ड कलर र ग्रोथ हेबिट। कर्नल स्ट्रक्चर, कर्नल भनेको चाहिँ कस्तो भनेपछि वान सिंगल सिड अफ अ विट, एउटा सिंगल सिडलाई चाहिँ कर्नल भन्छौँ। ओके, अनि त्यसको आधारमा चाहिँ दुईटा खालको विटहरू छन्, एउटा हार्ड विट र अर्को सफ्ट विट। हार्ड विट भनेको चाहिँ अब भिट्रियस हुन्छ, अनि सफ्ट विट भनेको चाहिँ मिली हुन्छ। भिट्रियस भनेको चाहिँ अब त्यो एकदम स्ट्रङ हुन्छ, मतलब नेम अनुसार नै अलि स्ट्रङ खालको हुन्छ। मिली भनेको चाहिँ अब त्यो चाहिँ विक हुन्छ, ब्रिटल हुन्छ। अनि हार्ड विटबाट चाहिँ हाई प्रोटिन र ग्लुटिन कन्टेन्ट हुन्छ, त्यसैले गर्दाखेरि नै यो हार्ड हुने हो, किनभने प्रोटिन स्ट्रक्चरहरूले प्रोटिनहरूको जुन कम्प्लेक्स हुन्छ त्यसले जुन मर्ज गरेर भन्छ पेप्टाइड बन्डहरूले, त्यो पेप्टाइड बन्डहरूले गर्दाखेरि चाहिँ यसलाई हार्ड बनाउँछ। अनि सफ्ट विटमा के हुन्छ कि प्रोटिन चाहिँ लो हुन्छ र स्टार्चहरू हायर हुन्छ, त्यही भएर सफ्ट भएको। अब हार्ड विटबाट त्यही भएर हामीहरू चाहिँ ब्रेड र इज प्रोडक्टहरू बनाउँछौँ भने सफ्ट विटबाट हामीहरू केक्स, नुडल्स र पेस्ट्रिजहरू बनाउँछौँ। ओके, अनि त्यसपछि अब अर्को क्लासिफिकेसन हो ब्रान्ड कलर। ब्रान्ड कलरमा पर्छ रेड, व्हाइट र एम्बर कलर। यो तीनटा कलरको आधारमा चाहिँ ब्रान्ड विटलाई क्लासिफाई गर्न सकिन्छ। त्योभन्दा बाहेकको ग्रोथ हेबिटहरू भयो, एउटा भयो स्प्रिङ र अर्को विन्टर। स्प्रिङ भन्नाले अब त्यही हो, स्प्रिङमा ग्रो हुने विडहरूलाई चाहिँ भनेको, विन्टर भनेपछि विन्टरमा ग्रो हुनेहरूलाई भनेको। त्यसपछि अब मेन भेराइटिजहरू जुन नेपालमा पाइन्छ त्यो विटको भेराइटिजहरू तीनवटा छन्। एउटा भयो ट्राइटिकम कम्प्याक्टम, अर्को ट्राइटिकम एस्टिकम र ट्राइटिकम ड्युरुम। ट्राइटिकम कम्प्याक्टम भनेको चाहिँ सफ्ट हुन्छ, ट्राइटिकम एस्टिकम भनेपछि चाहिँ हार्ड हुन्छ, र ट्राइटिकम ड्युरुम भनेको चाहिँ अब भेरी हार्ड हुन्छ। बट यो ओभरअल स्ट्रक्चर अफ विट चाहिँ कस्तो हुन्छ भनेर अहिले हामी पढ्न जान्छौँ। थ्याङ्क यू।